在してくれてありがとう。そよ風を聞いてくれてありがとう。空を見上げて微笑んでくれてありがとう。凍えるような孤独な世界で私の名前を呼んでくれてありがとう。雨に濡れてくれてありがとう。星を数えてくれてありがとう。雪を踏みしめてくれてありがとう。そこにいてくれてありがとう。泣いてもまた笑ってくれてありがとう。転んでも立ち上がってくれてありがとう。弱くても精一杯自分のペースで歩いてくれてありがとう。 Exploring Japan, Tokyo, Jimbocho, Takebashi. 辛くても生きてくれてありがとう。死にたいと電話してくれてありがとう。生きる価値もないこんな世界に光を灯してくれてありがとう。眠れない時でも息をしてくれてありがとう。立ち上がれない時でも目を開けてくれてありがとう。頑張れない時でも生きてるだけで偉いよ。そこにいてくれてありがとう。 Lot of bookstores. 苦しいて叫んでくれてありがとう。愛されたいと願ってくれてありがとう。自分を傷つけてでもボロボロになってでも生きててくれてあと一歩が踏み出せなくてありがとう。死にたくても死ぬのが怖くてありがとう。辛いことから逃げて死ぬことからも逃げてそれでも生きることから逃げなくてありがとう。君がそこにいてくれてありがとう。जापानमा अहिलेको वेदर चाहिँ एकदम पक्का पर्फेक्ट छ। गर्मी पनि छैन, जाडो पनि छैन, अनि एकदमै पर्फेक्ट छ। म चाहिँ यसरी एक्सप्लोर गर्दैछु। टोकियोको यो जिम्बुचो कुदान्सिता एरिया हो। यसमा यो कुदान्सिता एरियातिर चाहिँ धेरै नै गभर्मेन्ट अफिसहरू छ। निकै रमाइलो दृश्यहरू छ। अनि कता कता ताकेबासी
चाहिँ यो पुदाउँछुता एरिया यतिखेर यो दिउँसोको लगभग 3 बजेको होला 3 बजेको दृश्य यस्तो छ मान्छेले आफ्नो तारमा आफ्नो लक्ष्यको कुरा यसरी दिइराखेको छ म पनि एकदमै इन्जोय गरिराखेको छु यो एरियालाई एक्सप्लोर गर्दै कति बिजी रोड छ हेर्नुहोस् जापानको ड्राइभिङ चाहिँ सेफ्टी वर्ल्डमा सेफ्टी छ जापानको ड्राइभिङ चाहिँ हो एक्सिडेन्टहरू हुन्छ कतिपय अवस्थामा तर कम्पेरिटिभली लाइसेन्स निकाल्न पनि निकै नै खर्चालु छ अनि निकै नै एकदम सिरियस तरिकाले चाहिँ टिच गरेर निकाल्नु हुन्छ जापानमा एकदमै राम्रो पनि छ आफ्नो लेनमा फलो हुन्छ फलो गरेन भने चाहिँ त्यही हो गाह्रो हुन्छ होइन ट्राफिक नियमहरू चाहिँ एकदमै सेफ्टी छ एनिवेज ड्राइभिङ एक्सिडेन्ट्सहरू रेयर केसेसमा सुनिन्छ त्यही रुल्स फलोहरू नगर्दा मानिसहरू गर्नेहरू कति चाहिँ हुन्छ होला स्पिड लेभल पनि एकदमै मेन्टेन गरेको हुन्छ सो इज भेरी रेयर केस एक्सिडेन्ट्स एकदम सफा क्लिन सिटी जापानमा चाहिँ फेरि क्लिननेसमा नि एकदमै सो यस्तो छ चर्चेसहरू चाहिँ एकदम थोरै मात्रै देख्न पाइन्छ चर्चहरू एकदम कम्ती 1% जति होला न अब नेपाली चर्चेसहरू ग्रोथ बढ्दैछ तर जापानिज चर्चेसहरू निकै कम्ती छ कल्ट ग्रुपहरू बरु धेरै रहेछ संस्कारहरू एकदमै अरिगातो कनिचिवा त्यस्तो अरिगातो भन्ने शब्द चाहिँ एकदम धेरै युज हुन्छ यदि पोलाइट हुन्छ यिनीहरू हृदयभित्र जस्तो भए पनि आई थिङ्क एकदम वेल एजुकेटेड देखिन्छ अनि एकदमै संस्कारमा स्विट देखिन्छ यिनीहरू एकदम जिउ गर्नुपर्ने ब्युटिफुल एकदम पोलाइट हुन्छ है यिनीहरू चाहिँ हृदयमा हिँड्दै होला तर खेल्छ तर सुन्दर ठाउँमा पार्कतिर ड्रिङ्किङ वाटरहरू एभाइलेबल हुन्छ यो पनि पिउन मिल्छ पानीहरू ट्याक्कै पार्कको गाडीहरू चाहिँ जहाँ पनि हुन्छ यो वाटर चाहिँ एभाइलेबल हुन्छ यो सायद यो तुलिप होला तुलिप हो कि जस्तो लाग्यो यो एरियामा नि एकदम धेरै रहेछ यो फुल्ने सिजन चाहिँ थाहा भएन मलाई अनि यहाँ गएर यो ग्रिन नेचर देख्दा मनै आनन्द हुने निकै टाइम स्पेन्ड गरेँ यहाँनिर चाहिँ गएर एकदमै आनन्दले बस्ने ठाउँ रहेछ यो वरिपरि मान्छेहरू बसिराखेको देख्छ अनि यो ट्रिजहरू यो एकदमै नेचुरल रिसोर्सेसहरू देख्दाखेरि आनन्द हुन्छ नि है वरिपरि हेरेर अनि यो जेनरल रेभुलेसन परमेश्वर चाहिँ शेर्पाको दिनुभएको थियो सुन्दरताहरू देखेर सबै श्रेय पक्कै पनि उहाँलाई नै जान्छ द्याट्स व्हाट आई बिलिभ होइन बाइबल धर्मशास्त्रले बताउँछ बुझ्दाखेरि सृष्टिको सुरुवातदेखि नै परमेश्वरले हरेक कुरालाई चाहिँ सुन्दर बनाउनु भयो अनि आफ्नो योजना अनि आफ्नो एउटा लक्ष्य लिएर चाहिँ उहाँले हरेक सिङ्गल थिङ्सको चाहिँ क्रिएट गर्नुभएको छ सो सबै श्रेय उहाँलाई जान्छ नै पक्कै पनि अनि यो जापान पनि वान अफ द ब्लेसेड कन्ट्री नै हो भन्नुपर्छ अब सिस्टमदेखि लिएर हरेक यहीँभित्र फाइनेन्सियल म्यानेजमेन्टदेखि विदेशी
मान्छेहरूलाई पनि अझै पैसा यहीँभित्रै घुमाउने, यहीँभित्रै चाहिँ परिचालन गर्ने एउटा सिस्टम छ भने त्यसले गर्दा चाहिँ जापानमा भूगोलले पनि साथ दिएको हर किसिमबाट चाहिँ एकदम चारैतिर चाहिँ डेभलप देख्न सकिन्छ। यो देशलाई धेरै प्रार्थना गर्नुपर्छ होइन, प्रभुले चुन्नुभएको होस् भनेर सेफ्टीको लागि, हरेक कुराहरूको लागि। नेपाल देशमा यतिखेर एकदम अन्योख्य सिचुएसनहरू छ। एभ्री आइसले चाहिँ अब असल दिनहरू आउँछ, पिस आउँछ भन्ने एक्सपेक्टेसन हाई छ। अब स्टिल अन्यलमा छौँ। हामी निरन्तर प्रार्थना गर्नेछौँ असल लिडरहरू आउनुभएको होस्, बुद्धिमानी लिडरहरू आएर नेपालमा भ्रष्टाचार विरुद्ध कुनै पनि डिस्क्रिमिनेसन बिना एकदम बुद्धिमानी आफ्नो देशको लागि चाहिँ निस्वार्थ सेवा गर्नेहरू आउनुभएको होस् भनेर हामी निरन्तर प्रार्थना गरिराखेका छौँ। भ्रष्टाचारहरू चाहिँ अब नष्ट हुनुपर्छ नेपालमा। सो विदेशमा भए पनि वी विश एन्ड वी प्रे कन्टिन्युसली फर द प्रस्पेरिटी अनि हाम्रो देशको एउटा सुन्दर संसार बन्न सकेको होस्, ताकि धेरै युवाहरूले नेपालमै रोजगार पाउन सकेको होस्, आफ्नै देशमा पसिना बगाउन पाएको होस् भनिकन हामी प्रार्थना गर्दैछौँ। यो यतिखेर चाहिँ एकदम राजनीतिक चलखेलहरू, यो पोलिटिक्स इज डर्टी गेम भनिन्छ हो। भित्र के हुन्छ हामी जस्तो साधारण मान्छेले बुझ्नु चाहिँ गाह्रै पर्छ। बट स्टिल जसले पोलिटिकल क्षेत्रमा गिफ्ट पाउनु भएकोहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ बुद्धि माथिबाट आएको होस्, बुद्धिमानीपूर्वक आफ्नो देशलाई हाँक्ने मान्छेहरू आउन् भने हामी प्रार्थना गर्दैछौँ। आउने चुनावमा असल व्यक्तिहरू चुनावहरू हुन्, धेरैले आफ्नो ज्यानहरू गुमाए, शहीदहरू बने। तर यो कुराहरू खेर जाँदैन भन्ने हामी आशा गरेछौँ। तर कता कता डर पनि लाग्दैछ, विदेशी चलखेल हस्तक्षेपहरू नहोस् भन्ने हाम्रो सबैको कामना। अहिलेसम्म कुनै पनि हस्तक्षेप नझेली इन्डिपेन्डेन्ट हाम्रो सुन्दर देश, हाम्रो माउन्ट एभरेस्ट भएको देश, प्राकृतिक जति पनि सुन्दरताले भरिएको देश नेपालमा यति युनिक छ। कसैको आँखा नलागोस् हाम्रो देशलाई सुरक्षा शान्तिको लागि। वी कन्टिन्युसली प्रे होइन, विदेशमा भए पनि। सो लेट्स पिस देशको असलको लागि हामी छौँ। देश पनि यस्तै विकास दिन भन्ने आशा छ है त। अनि यस्तै छ जापान, चारैतिर बिजी। अब म यस्तै भिडियोहरू धेरै हाल्छु। मेरो जस्तो इन्ट्रेस्ट भयो त्यसमा कुनै पनि यो सानो इन्ट्रेस्टलाई चाहिँ यी सेकेन्ड चाहिँ हामी पास गरिराखेको हुन्छौँ। पास भएको एभ्री मिनट चाहिँ हिस्ट्रीमा चाहिँ रेकर्ड हुन्छ। यही भिडियोलाई हामीले 3-4 वर्ष पछाडि गएर हेऱ्यो भने कति रमाइलो लाग्छ। सो मेमोरिजहरू चाहिँ सेभ गर्नुपर्छ, भोलि कहाँ पुगिन्छ धेरै ठाउँमा हुन्छ भन्ने छैन लागेपछि। Capture the beauty and the memories as much as possible. चाहिँ आनन्द दिन्छ, रमाइलो लाग्छ।